Hello, welcome to my another vlog. It's gonna be like 2 days vlog हुन्छ हैन यो चाहिँ मिनी vlogमा स्वागत छ मेरो अनुहारमा चाहिँ नजानु होला मेरो कामतिर जानु होला कामतिर जानु होला कामतिर जानु होला हैन एनीवे आज चाहिँ हामी सेलरोटी बनाउने भनेको म र आमाले हामी चाहिँ अब यहाँ तयार पार्दै छौं सेलरोटीको डो तर खै कस्तो हुन्छ थाहा हैन अलि संस्कास्पद छ रोटी रोटी बन्छ कि बन्दैन भनेर हैन तै पनि ठिकै छ बने पनि ठिकै छ नबने पनि ठिकै छ के गर्नु अनि अहिले चाहिँ दशैंको लागि हामीले चाहिँ रोटी बनाउँदै छौं यसपालिको दशैं चाहिँ अलि फन्नी नै भयो है हाम्रो घरमा चाहिँ जुठो पर्यो निनी बित्नु भएर जुठो पर्यो त्यही भएर हामीले चाहिँ टीका नलाउने भयो फेरि यता बाबाहरुको तिर फेरि उता भाइले बेबी पाए रहेछ अनि बेबी पाएर फेरि के भन्छ दशैं टीका लाउनु हुन्न भन्यो हैन त्यसपछि जमरा फेरि यति राम्रो भयो फेरि जमरा भोलि देखाउँछु म त्यो जमरा यति राम्रो भयो त्यो जमरा म बेचुम कि के गरम भनेर सोचेको थिएँ मैले अनि फेरि ठुलबाले चाहिँ टीका चाहिँ लाउनु हुन्छ भनेर 11 दिनमा चाहिँ तिमीहरु लाऊ अनि घरको ठुलबाबाको छोराको के ठुलबाबाको नाति भएको हो अनि उहाँले चाहिँ तिमीहरु लाऊ हामी चाहिँ लाउँदैन भन्नु भएर चाहिँ आमाहरुले फेरि लाउनु हुन्छ भोलि टीका हामी चाहिँ लाउँदैनौं आमाहरुले चाहिँ लाउनु हुन्छ टीका तर आज हामी मेनली के गर्छौं रोटी फोकस अन रोटी थ्यांक यू भेरी मच अब चाहिँ स्टप गर्नु नि बा अब किन हैन अहिले सो सेलरोटी इज रेडी हैन आई मीन अब यहाँ फोकस गर यहाँ बेबी हेर रोटीमा फोकस गर यस्तो खतरा रोटी त कसले बनाउँछ हौ कसले बनाउँछ यस्तो खतरा रोटी ए हाम्रो यो पनि थियो क्या नानी यो पनि थियो यो ब्रोक भयो यो ब्रोक भयो खै अब थाहा छैन चलाउनलाई के गरेको यहाँ यता रोटीमा हो नि त बाबा देखाउनु त अब त मलाई भन्दा नि रोटी त्यस्तो राम्रो बनाउन त आउँदैन हैन तर I love to make सेलरोटी क्या वाउ नाइस मलाई यो सेलरोटीको चाहिँ यस्तो के भने ए मिला भने नि त हैन हातले हैन यसले यहाँ देखाऊ त्यो क्यामेराम्यान भएन नि बा तिमी एकदम के गर्यो एकदम राम्रोसँग खिच न भ्लग हो नि त बाबा लर्ड लास्केटी तिमीलाई हैन एउटा क्वेशन गर्छु नेपालको फेस्टिभलमा सबभन्दा मन पर्ने के कुन चाहिँ फेस्टिभल हो किन होली मन पर्दैन होली मन पर्छ किन तर दशैंमा त झन् फ्यामिली हुन्छ नि त स्पेशल
पैसा I like them both. पैसा पनि मन पर्छ Oh. And दसैँ and Holi. पैसा 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 मलाई फ्लिप गरेन यार यो बिर्सेमा त तर रोटी हैन सफ्ट हुनुपर्ने क्रन्ची क्रन्ची भन्छ के क्रन्ची मेरो अनुहारमा नजानु होला आज किनभने म घर सफा गरेर हैन घर सफा गरेर अनि त्यसपछि रोटी बनाउन बसे हो त्यही भएर माई फेस लुक्स ए दिस इज नेचुरल ब्युटी नाउ यसलाई के भन्छ रे निबु नेचुरल ब्युटी भन्छ अब वान मोर बनाउने अनि त्यसपछि रेस्ट अफ द चाहिँ बनाइसकेपछि देखाउने ल हाम्रो रोटी That looks like it's finished. It is finished but some ठाउँमा चाहिँ मोटो भयो some ठाउँमा पातलो भयो this is look funny this looks funny How many rotis are you frying? maybe more than 100 ल मेरो रोटी एकदम देखाउनै लाज लाग्यो रे आमालाई अनि मेरो रोटी त यस्तो भयो र आमालाई देखाउनै लाज लाग्यो छट उता हट म पकाउँछु भनेर जानुभयो अनि उहाँको रोटी चाहिँ यस्तो आछ हैन अब यो हो रे उहाँको रोटी के फरक छ फरक के छ यो यस्तो हो यो यस्तो हो अब उहाँ अहिले जम्मिनु भएको हैन अलि राम्रो त मैले हालेको अलि राम्रो भएको कि हैन यो पिठो नै बिग्रिएको हो पहिला बटन पिठो नै बिग्रिएको हो कि कसैले दोष छैन पिठो बिग्रिएको छ कि पहिला बटन पिठो राम्रो हुनुपर्छ कि यसलाई भन्छ नाच्न नै आता आँगन तेरा पिठो बिग्रेको भए यो गोलो नै हुँदैन हैन हैन यसको सामान बिग्रेको नहोला ल अब चाहिँ फाइनली जमरा रिभिल हुँदैछ आमा कस्तो दामी भएको भाइ जराबाट काट्न बुहारी नानीले जमरा काट्दैछ होइन यसमा उया त्यो यता लेख्दा त्यो जग्गा पानी छ है त्यसमा फेरि के होला कति राम्रो भयो जमरा भाइ आमा मजाले काटे हुन्छ छोरी किन नानी किनभने अब लाउने मान्छे छैन मेरो छोरी मेरो बुढा कपाल काट भन्दाखेरि काटे छैन अनि आमा यसले त लडाउँदो रहेछ यार यो लुगाले त अर्कै गर्छ खुट्टा ल अनि यो चाहिँ म चाहिँ आज क्यामराम्यान हो है अनि आमा हामीले चाहिँ हामी दसैँ मनाउन भएन त्यही भएर भाइ बहिनीहरू आउँछन् आमाहरूले मनाउनुहुन्छ म चाहिँ मिठो बदम यहाँ चाहिँ सानो खानेकुरा चुर्नु पर्यो भोक लाग्यो रोटी अब यहाँ सिडनीबाट पनि आउँदै हुनुहुन्छ अरे भाइहरू बहिनीको साथीभाइहरू सिडनीबाट होइन ए सरी मेलबर्नबाट दिदी दान्टीको साथीहरू ए छोप्दैन नि
ल यहाँ हेर आज को भाग्यमानी हुनुहुन्छ पैसा यो चाहिँ हाम्रो जमरा होइन के जमरातिर फर्कान हो जमरातिर तपाईँ त्यहाँ बस्नु ल बाबा दसैँको पहिलो टिका आमा त रुन्छ फेरि टिका लाउँदा अहिले त रुनेको आशिक लगाइदिनु है बाबा उहाँ रुवाइदिनु त आमालाई सालको टिका लगाए मन चाहिँ अब मन शान्ति हुने भनेर कुरा सब पुग्ने यहाँको कामहरू नि सफल हुने धेरै चिन्ता नगर्ने भन्नु न हामी गरिब छौँ नि त हाम्रो ऱ्यापो छैन नि त के अरे तेरो त्यो जिआरएस छैन नि त तँलाई आशीर्वाद ठुलो कि दक्षिणा ठुलो हो कदा एउटा दिनु न तपाईँ फेरि के हो र किन ठुलो भन्ने अलि धेरै लाउनु आमा जमरा के हो र अलि धेरै दिनु बाबा जमरा फाल्दा फाल्छ हो जमरा मजाले दिनु ल बुढालाई ढोगे आमा सबै सिकाउनु पर्छ यार उच्चार मु ल भाग्यमानी हुने भन्नु त बाबा ल जा सबैले भनेको मान बुढीले भनेको नमान्देऊ धेरै ल आमा चाहिँ नाटक कि त दिल लाउँदिन अरे ल मैले उल्टो कुरा बुढी भन्दाखेरि बुढी लिएर आउलास् नि फेरि सस्तो महासस्तो आमा ल Bilang jembe ko ye. Sungsa kene dushman na bani niya kana be bole. Ongkala be thame ba. Kano? Gate खोल्ने person kan jadi वो सुबह की जरूरी खाता है परिवार खाना हो जम्मै कुरा खाना हो नहीं गर्न जान्छ के नाम हो आटी जम्मै गर्न मलाई त 10 रुपैयाँ मात्र पाछु पढाइ छ पढाइ भए पनि अब झन् त्यो पढाइ अनुसार कामहरू गर्ने खै त तपाईँ रेडी भएको आमा दक्षिणा र बुझ्यो गर्नुपर्यो सबै विचार गर्ने सबैले के अरे आफ्नो मान्छेहरू चिन्नुपर्छ व्यापारमा भिज्यो भने आफै चिन्छ अब तिमीले सबै त्यो ऊ भयो नि बच्चा त होइन नि अब होइन सबै अब ठुलो भए परिवारमा भिज्नुपर्छ तिमीहरूले पाल्ने अब तिमीहरूले पाल्ने हो हामीले त तिमीहरूले जे भन्छ नि हामी गर्ने त्यो सबै काम त के हो भने झुटो कुरा चाहिँ नबोल्नु भन्नु नि भाइलाई हो त त्यही त हो नि केको पाल्ने तैँले पाल्दैनस् तेरो बाबाले पाल्छ जबसम्म कुनै पनि सबै सल्लाह सम्पत्तिको भइपूर्ण भएको मनको सम्पत्ति तेरो बुढी चाहियो नि त खै अब आशिक छ
यो आजको विजेता प्लेयरले सब कुरा राम्रो हुने सबै राम्रो हुने राम्रो होस् भन्ने है ल त्यही छन्जाल भाषामा भन्नु भनेको है आमाले फेरि म त बुझ्छु नि फेरि ट्रान्सलेट गरिदिएर हो क्या आमाले छन्जाल भाषामा नाकिबे मानि आशिक के त चुनन मुला मोमो ल ल अब डिग्री त आएको छैन म कसरी छिर्नु ऊ भाइ बाबुले गर्छ नि त ल आऊ ए उनीहरूको पनि जोडी छ उसलाई चाहिँ बस्दो हुन्छ आऊ यस ए हो ल सिङ्गल आऊ सिङ्गलहरू रक्स हो क्या अब पहिला जोडी छ भने बुढीहरू आउँदैछ अरे ओए ब्लगलाई सब्सक्राइब पनि गर केटाहरू यो 2022 सालको यो विजेता टिकाले 28 सब्सक्राइबर्स अहिलेसम्म है भाइहरू 28 अरे क्या भनेको कुराहरू पुग्ने राम्रो हुने धेरै बाँड्ने के हो 2028 हो र राम्रो गर्ने आज यो कुरा 28 सब्सक्राइबर क्या मेरो हेर्ने पनि 28 ले नै हो फेरि 2000 त सायद तपाईँले त्यो उयो हो के अरे टिकटकतिर हालिदियो भने चाहिँ हुन्थ्यो कि धेरै खुसी लाग्यो अब भनेको सब पाउने मेरो तर्फबाट धेरै आशिष छ है बाबुले ल ल राम्रो गर्ने कामहरू आज पनि रोकिया छ भने कामहरू सफल हुने यो खै दियो तँलाई ल धेरै ओ मामाले दिएको दिनु माग्ने हो नि त छोरी तल त आज तेरो माग्ने दिन हो गएर माग जा यसलाई पनि रहेछ है थाहा चाहिँ ढोग्न चाहिँ ढोग्दैन हेलो ल वेलकम 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 मिल्दैन र अहिले लि अनि टिका लाउने नलाउनेहरूलाई त यस्तै दिने होइन र कि छैन त्यो हेर्दै नहेरी त्यो बाउको कुरा नसुन त्यहाँ बुझेस् सही हो त्यो लोभी बाउको कुरा नसुन ल जा जा बसिहाल आऊ बहिनीहरू बस यता ल यता आऊ बस ठाउँ अलि साँगुरो छ है ल वेलकम ए चस्मा नानी ए म यहाँ छु क्या यहाँ छु म अब कहाँबाट खिच्नु यार यसरी खिच्नु पऱ्यो कि पक्नु है ए कता गयो त आशिकतिर ध्यान दे त आशिकतिर ध्यान दे आज त भाउजूलाई दिने दिन हो नि अब काम चाहिँ सबै जे जे भन्छ मनले बाँधेको जति सबै कामहरू पुग्ने है ल ल धेरै यिनीहरूलाई दिने नै जमरा मात्र हो यहाँ कौडा दिने भने यहाँ छोरा आउँदैछ होइन नि छोरातिर गएको छ मेरो बाबु मन कति खुलासा छ यो बोल्ने मुख मनमा भएको कुरा सबै कुरो भन्छ म जति राम्रो मान्छे कोही छैन मान्छे जति बोल्यो उति राम्रो मनमा केही तिमी खिच ल बाबा यस्तो क्लोजअप गर्नु खिच ल काम पनि गर्छ राम्रो हुने चारवटा जति हाल्नु घर परिवारमा चारवटा जति हाल्नु घर परिवारमा भाग्यमानले त कतिवटा आउँछ आउँछ के छ 6वटा जति दिन्न हो त नि दिनुहुन्छ केही मलाई चाहिँ के बाले मलाई मारिसक्यो जस्तो छ उस्तो बनाएको म जस्तो छ त उस्तै हो नि अब किन राख्नु न मैले हैन पैसा निभाइ चाहिन्छ I'll give you later, right? आउँछ
पछि खै आन्टीले कति दियो भेट भयो होइन 50 यहाँ आएर पो भेट गर्नु कहाँ भेट गर्नु दसैँको भयो उसले भेट भएको भेट हुँदा यस्तो बादमा भेट हुँदा तन पछि पानी उति नै धेरै लामो लहरा हो यो लहरा चाहिँ धेरैसँग हुनुपर्छ मैले आशीर्वाद नदिएको राजन सबै यही छ है जहाँ पनि चाहियो टिकामा त लाग्दैन कामहरू राम्रो हुने आज राम्रो छ आज पनि भएका कामहरू सबै राम्रो हुने है ल राम्रो हुने यो विद्यार्थी टिका मात्र हामी मौकाले भेट भएर टिका लगाउन पायो भेट हुन पायो होइन यस्तो भेट हुन्छ हामीलाई बारम्बार भेट हुने धेरै बाँड्ने कुरामा घरतिर पनि भएन नि आउनु बाबु नानी आउनु आउनु कहाँ कहाँको हामीहरू एउटा नाच कहाँ बुझेको थियो हामीहरू मौकाले यसरी भेट भयो होइन यो दसैँमा भेट हुँदै यसो टिका लगाउन पाउनु ठुलो चान्स हो मौका यस्तो राम्रो चिज होला धेरै आशिष छ भनेको कुराहरू आज रोकिया छ भने आज त्यो कामहरू आजदेखि सबै कुरा हुन्छ सबै सुख शान्ति बस्ने किन भन्नु बाबु बाबु नानी ढुल्नुको ल नि त बिटिया एकदम ठिक छ हामी मौकाले भेट भयो नाटो बान्छ होइन यसो टिका लगाएर हामी यहाँ भेट भयो नि भेट हुँदा कति राम्रो खुसी लाग्यो उनी एउटा हामी घरको परिवार जस्तो हो ऊ त हामी माथि नेपाल होइन ऊ हाम्रो घरमा गएको गएर बस्यो एक रात बज्यो दुई रात भयो एक रात भयो छोरा हो के राम्रो कति राम्रो छ उसले उसो मलाई केही पनि हुन्न सब बोल्छ बोलेको जतिको राम्रो केही पनि होइन है त राम्रो हुने मनले आँटेको कामहरू सब पुरा हुने ल धेरै धेरै आशिष छ आज पनि राम्रो बने अब इष्टमित्रहरू गर्ने इष्टमित्र राखेकै छ आज पनि राम्रो राम्रो कामहरू गर्ने भनेको कामहरू ठिक हुने अब बिमार चाहिँ नहुने बिमार जिउ स्वास्थ्य ठिक छ भने सबै चाहिँ ठिक छ ल मेरो बाबुले धेरै धेरै आशिष छ है ल ल धन्यवाद आमा आमा लगाउला नि त आमाले हाल्नुपर्ने हो के अरे नानी ल नानी ल ल मेरो नानीलाई यो विजय टिकाले सम्पूर्ण चिज बलिमा पूर्ण हुने रोगेको कामहरू पनि सबै कामहरू राम्रो राम्रै काम भएको छ आज पनि झन् राम्रो हुने सबैले देख्ने भने एउटा हामीहरू कहाँबाट कहाँ भेट भयो भनेपछि हामी सबै एउटा टन बान्यो होइन एउटा घरको परिवार भयो परिवार भए मेरो नानीलाई टिका लगाउनु पाउँदा मलाई कति खुसी लागेको छ यहाँ आउँदा म कति खुसी लाग्छ तपाईँहरूले खुसी लाग्नुपर्छ ल धेरै धेरै आशिष छ धन्यवाद मेरो नानीहरूले भनेको कुरा सबै पनि राम्रो हुने परिवार पनि राम्रो हुने आफू मात्र होइन सबै राम्रो हुने है ल है आमा आउने होइन ल ल है मेरो नानी रोकेको कामहरू सबै कामहरू सफल हुने बिमार नहुने ल है नानी पूर्ण आशिष छ ल मेरो नानीले ल ल धेरै धेरै धन्यवाद
ल नरु भन्दै 2-4 शब्द सिकेको बारे अब म के भन्छु भने होइन दारी थियो मेसिनले पनि काट्दैन हेलिकप्टरको पङ्ख ल्याएर होइन हेलिकप्टरको पङ्ख ल्याएर छेउमा राख्नुपर्ने मान्छे यो गर्दैन त्यो हुन्छ नि सम्धि तर साह्रै राम्रो मान्छे छ लोन मोर हुन्छ नि त्यो ठुलो घाँस त्यो गल्फ कोर्सको काट्छ नि घाँस साह्रै राम्रो मान्छे छ हाँस्न सिकेको पनि हाम्रो फ्यामिलीमा आएर सिकेको हो पहिलादेखि डिप्रेसनमा गइरहेको पहिला हाँस्दैन थियो यो अस्ट्रेलियन लाउरे हुन्छ भने अब सिक्कु अब लाउरे के हुनु पर्यो वर्षको 3 करोड कमाउँदै किन लाउरे हुनु पर्यो सिक्कु वर्षको 3 करोड कमाउँछ लाउरे किन हुनु पर्यो यो त त्यो उस जस्तो देखे त्यो जोनी एलएलबीमा छ नि अक्षय कुमार सिक्कु ह्याप्पी दसैँ सबैलाई लास्टै मजा आइरहेछ नेपाल हल्का धेरै मिसिङ भइरहेछ कस्तो टिका रातो लु अब चाहिँ भाउजूहरू आउनुभएको छ टिका लाउने हो नि त टिका बनाउनु पर्यो नि त हेडेक भयो भने नानी ढोका बन्द गर त छोरो मेरो त छोरै हो नि छोरा छोरी सबै एउटै हो क्या तिमीलाई म फेरि नानी भन्छु आई तैँले टिका लगाएन र माइली उयाबाट त्यहाँ उता दक्षिणा भएको प्लेट लिनु भएको छ पैसा भएको प्लेट उहाँ क्या दक्षिणा भएको ओ बाबा ए जमरा र के दिनु न यति राम्रो भएको थियो जमरा फेरि है बाबाले ल जाऊ ल जाऊ त्यही भएर होला त्यहाँ लेनदेनको कुरा भइरहेको रहेछ नि त यसले त लाउँदैन खेलकुदमा के ज्ञानमा एकदम राम्रो बिलिङ गर्ने बाबाले कोर्समा पढाउनु पर्छ नि यहीँ सिक्यो नि अन्त एकदम राम्रो सिक्नुपर्छ जबसम्म एक्सर्साइज गर्दैन भनेर त हुन्न राम्रो पढ्ने एकदम राम्रो पढ्नु है हाम्रो टिका लगाइदिएर के भन्नुभयो श्री लामाले थाहा छ यतिहरू निदा त ठुलो रे भाग्य बल्ल टिका लगाइदिँदाखेरि बल्ल याद हुने राम्रो पढ्ने है राम्रो पढ्यो भने सबैको ठुलो ठुलो पढाइ राम्रो राम्रो पढाइ छ राम्रो है ल मम्मी केही पनि नखानु उतै खानुपर्छ अब जाने क्या तपाईँ आउँछु भने ल है ल ल खै निभा ल निभा र समान्ता उठा यता आऊ त बाबालाई ढोगिस ढोग्यो ढोग्यो दुईटा तरुणीहरू यहाँ छ होइन यिनीहरूको दुईजनाको दसैँको लुगा ए दिस इज भिडियो कस्तो भइरहेछ त दसैँ केटी रमाइलो भयो
ल माया गर्नु भाइले पनि धेरै माया गर्नु दिदीलाई के भनेको राम्रो पढ्ने मान्छे बन्ने म तँलाई नि भनेको मान्ने नटी नबन्ने राम्रो पढ्ने ठुलो मान्छे बन्ने ओके ल मैले पाउँदैन थोडी सिक्न खाएर Done. सौम्य मानी चुरोट कहाँ छ मानी थ्याङ्क यू आन्टी भन्छु डोग पैसा चाहिँ खस्यो पैसा चाहिँ खसिहाल्छ नि मामा मैले नानीलाई दिँदा हुन्छ त्यसपछि गाडी त्यसपछि सबै कुरा यहाँ हाल्नु त यहाँ हाल्नु हाल्दैन मलाई लाज लाग्दैन त्यहीबाट यसो गर्नु यहाँबाट के भन्छु मैले यो सिकन्दरले जहाँ पाइदै छोडेर फेरि सम्पूर्ण देवी देवताले रक्षा गरून् अब रक्सी धेरै नखाउन् बुढीले भनेको मानुन् अलि रोमान्टिक होस् रक्सी नखाने बेलामा पनि रोमान्टिक हुन जानु अर्को वर्ष बुढालाई सधैँभरि यस्तो राम्रो गरी सम्पत्ति दियो भने सुख रहोस् त्यसपछि छिटै छिटै प्यार तेरो जस्तो पुरा जिन्दगीमा कोही मान्छेले नपाओस् भनेर पनि
विक्रेता जस्तो बुढा जिन्दगीमा कहिले नपाओस् म जस्तो बुढो सबैले पायो भने मलाई दसैँ भनेको दसैँ म त यस्तो यो त लाइक म त अहिले बाबुहरूले लाइसकेको थिएँ त्यही भएर बाबाले लाइरहेको नयाँ बेहुला बेहुली ओहो यो त दसैँले यो नेवारले चिनाएको तिनजना यो त झन् तिमीले गाउनै पर्ने होइन दस आयो अहिले भएको त्यो दक्षिणा सबै रिटर्न जिँदैन अहिले तर त्यसरी आएर आफ्नो सिगरेट नखोल्दैन के गरेको सम्झे किन 10 टाइम 20 हेर त्यहाँ यो त लास्ट लोभी होला नि हाम्रो पाली भयो I expect my birthday money. कति दिएको देखा न बोले रहेछ बाँकी ए $10 मेरो मम्मीले दिएको ए हैन के ओके ल बाइ आमाले दिनु आमाले सर यो थियो नि आमाले 100 रुपैयाँ दिएको हामी पुरा यहाँ बोल्नु भइसक्यो है ल आमार बाबाको दाबा के पनि यार ओली भाइ चुपकर पैसा 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 पुगेन पैसा पुगेन पैसा पुगेन भन्दा दिइसके पैसा भन्न आउँदैन तपाईँ पैसा पुगेन खाम सबै आउँछ के कसको बे निबा निबा नरपुले रसी दियो दिदिको ए दियो सक्दिन देखा न तेरो माल देखा न माल देखा न जीरो को यिनीहरूको दसैँ दुईजना बुढाबुढी यहाँ देखाउनु न यो नि खुम्फार जुवाडेहरू तीनटा ल्याम्पे साँच्चै हो तीनटा ल्याम्पे देखाउनु न भिडियो गर्न आउने भनेर यो मेरो मेकअपै अब त के गर्नु स्वास्थ्यले साथ दिएन आफूलाई नि कस्तो यिनीहरू आउने बेला म यस्तो बनाइरहेको थिएँ क्या भिडियो बनाइरहेको थिएँ क्या बाबुहरू आउने बेला आँखा त यस्तो ब्लर भएर म त एकैछिन केही नदेखेको मैले यस्तै हो लाउँछु तर मलाई हुँदैन त्यही भएर के हुँदैन
नयाँ नाना लगाएर नयाँ नाना लगाएर यहाँ तर यहाँ चाहिँ यस्तो राम्रो कलर आएको क्या यहाँ भन्दा नि यहाँ अहिले तर तल खै त अरू भाइहरू खै त घर गयो रे ए हो र त यहीँ छस् र कहाँ छस् त ल खै के पकायो तिमीले मैले यो चाहिँ खसीको मासुको तास हैन आलु मटर काँक्राको अचार यो चाहिँ चिकन छोइला यो चाहिँ भेजलाई आलुदम रोटी पिनट साँदेको अनि मैले भेजलाई चाहिँ उहाँ सोयाबिनको बनाइदिन्छु र पर फाल्टै राखेको छु ल आजको दसैँ अब यस्तै भयो होइन म चाहिँ अब चाहिँ एज अ क्लोज अप गरौँ ओके मेरो चाहिँ आज माइग्रेन भएर मेरो दसैँ पनि त्यस्तै भयो अब अहिले चाहिँ म थोरै क्लोजिङ गर्न आएको होइन अनि आँखा पनि शून्य रोएर म रोको अघि काले म रोको हटाएको देखेर रोको नि म ए के हो नि ब्लिडिङ भएको थियो होला भनेको हैन माइग्रेन भएको टाउको त्यही भएर आजको दसैँ चाहिँ यस्तै भयो होइन काले अब चाहिँ हामी ऱ्यापअप गरौँ त्यही होला बाई भन